हेलो साथीहरु, स्वागत छ आज मेरो न्यू भिडियोमा। आज चाहिँ हामी बोट बिरुवा लगाउने भनेर चाहिँ हामीले आज अंकल र म चाहिँ आइसक्यौं बारीमा हैन। कागतीको बुट्टा चाहिँ लगाउने छौं, त्यही भएर चाहिँ यहाँ खाल्टाहरु त्यसको लागि चाहिँ खन्नलाई अंकल खन्न लागिसक्नुभयो हैन। हाम्रो चाहिँ प्लान भनेको चाहिँ साथीहरु 500 बुट्टा लगाउने हैन यो बारीमा। अहिले चाहिँ 500 बुट्टा लगाउने हो। अंकलले चाहिँ सुरु गरिसक्नुभयो खन्नलाई। अब हामी चाहिँ खन्नेर आज 2-3 दिन चाहिँ हाम्रो चाहिँ यो खाल्टाहरु खन्नेछौं हैन, त्यो साट्नको लागि। अनि त्यसपछि चाहिँ बिरुवाहरु चाहिँ लिएको छैन, हामी चाहिँ ल्याइसकेपछि फेरि रोप्नेछौं यो बिरुवाहरुलाई। म तपाईहरुलाई चाहिँ सबै देखाउने छु, हेर्दै जानु होला हाम्रो भिडियोलाई र हाम्रो च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला। ल साथीहरु, आज चाहिँ हामी कतिवटा खाल्टा खन्ने छौं हैन। आज चाहिँ गनेर म तपाईहरुलाई देखाउने छु। अहिले सुरुमा चाहिँ हामीले चाहिँ हैन सुरुमा चाहिँ एउटा खनिसक्यौं हैन, अंकलले खनिसक्नुभयो र अर्को सुरु गर्न लागिसक्नुभयो। अनि आज चाहिँ आजको दिनमा चाहिँ कतिवटा यो खाल्टाहरु खन्ने छौं हैन। अनि तपाईहरुलाई चाहिँ देखाउने छु म आजको बेलुकासम्मको भिडियो देखाउने छु, हेर्दै जानु होला साथीहरु। अब चाहिँ अंकल र म खाल्टा खन्न सुरु गर्नेछौं। अंकलले सुरु गरिसक्नुभयो, म चाहिँ अब सुरु गर्छु साथीहरु। ल साथीहरु, हामीले चाहिँ खाड्डल खन्न सुरु गरिसक्यौं र हेर्दै जानु होला खाड्डल कति खन्ने रहेछौं है। आज चाहिँ हामी चाहिँ साथीहरु 3 बजेतिर आएको है खाड्डल खन्नलाई भनेर। यो चाहिँ अंकलको प्लान हो के, त्यही भएर चाहिँ अंकलले चाहिँ भन्नुभयो कि अब 2 बाबु छोरा घरतिरै छौं अहिले, अनि यतातिर भएको बेला कोही केही काम गरौँ न त भनेर भन्नुभयो। अनि त्यसपछि चाहिँ के काम गरौँ त भनेको अंकलले चाहिँ हैन, त बारीहरु चाहिँ यो बाँझै छ हैन, योमा चाहिँ कागतीको बुट्टाहरु लगाऊँ न त भनेर भन्नुभयो। त्यसो ठीक छ त फेरि भनेर मैले पनि अब हुन्छ भनेर अंकल र म चाहिँ 3 बजेतिर चाहिँ आयौं हैन बारीमा। अनि बारीमा आएर चाहिँ यो खाड्डल खन्न सुरु गर्यौं। हामी चाहिँ भोलि चाहिँ जाने हो कागतीको बिरुवा लिनलाई दैलेख बजारमा। अहिले चाहिँ हामी खाड्डल खन्दै छौं। अहिले हाम्रो चाहिँ त्यही 40-45 को टार्गेट छ अहिले चाहिँ खाड्डल खन्ने चाहिँ। अब हेरौं कति खन्ने रहेछौं हैन, त्यही 40-45 त खन्छौं होला बेलुकासम्मलाई। त्यही पनि अब कस्तो हुन्छ हेरौं साथीहरु। भिडियोलाई चाहिँ लास्टसम्म हेर्नु होला। ल साथीहरु, हामीले चाहिँ आजको लागि चाहिँ खनिसक्यौं हैन खाल्टाहरु हैन। म चाहिँ आज कति खनेम भनेर चाहिँ हजुरहरुलाई देखाउँछु खाल्टाहरु हैन। यो आज चाहिँ कागतीको बिरुवा लगाउने भनेर चाहिँ हामीले खनेको खाल्टा हैन। कतिवटा खनेम भनेर चाहिँ हैन, कति खनेम भनेर चाहिँ म तपाईहरुलाई देखाउने छु। हेर्नु साथीहरु, यो यति खन्यो हैन खाल्टाहरु चाहिँ। यो यहाँ चाहिँ यति खन्यो अब हैन। यो बारीमा चाहिँ अझै खन्न बाँकी छ। हामी चाहिँ अब जान्छौं हामी घरतिर हैन। अनि यहाँ खन्यौं, अब फेरि माथिको पनि देखाउँछु म तपाईहरुलाई चाहिँ हैन। माथि पनि खनेछ 15-20 जति खनेछ माथि पनि। यहाँ पनि खन्यो होला, यहाँ खन्यो होला कति 30-35 यहाँ खन्यो होला। 15-20 माथि खन्यो हामीले हैन। माथि पनि देखाउँछु म तपाईहरुलाई चाहिँ पुरा हैन कति खन्यो भनेर। हेर्नु साथीहरु, हामीले पनि यहाँ पनि यति धेरै खनेछ। हेर्नु म तपाईहरुलाई देखाउने छु। अनि साथीहरु यहाँ चाहिँ हैन पहिला पनि रोपेको थियो के बिरुवा कति कागतीको, त्यही
पहिला रोपेको थियो, रोप्न चाहिँ 20-25 बिरुवा रोपेको थियो होइन। त्यो मध्ये चाहिँ 15-16वटा बिरुवा चाहिँ उ भएको छ। एउटा यहाँ छ हेर्नु, अनि अरू माथि पनि एउटा यहाँ पनि रहेछ, यहाँनिर पनि जागेको रहेछ। अनि अरू चाहिँ एउटा यहाँ पनि हेर्नुहोस् जागेको छ। पहिला रोपेको भन्दा चाहिँ 15-20वटा चाहिँ रोपेको थियो, त्योमा चाहिँ त्यही 6-7वटा बुट्टा जागेछ होइन, अरू चाहिँ सब मर्यो। अनि यस्तो जङ्गल छ हेर्नु सक्नुहुन्छ हाम्रो मकैबारीमा। मकैबारी छ यता साइडतिर चाहिँ, यता चाहिँ यो बाँझो बारी छ क्या, यो पनि पहिला मकैबारी हो। अनि अहिले चाहिँ अब नलगाउने भएर चाहिँ यहाँतिर अब कागतीको बुट्टा सारिदिउँ भनेर चाहिँ सारेको होइन। चाहिँ पहिला सारेको चाहिँ 8-9 बुट्टा जगेछ, फेरि सार्ने भनेको अहिले चाहिँ धेरै सार्ने भन्ने प्लान छ। 500 जति सारौँ भनेको, 500 जति बिरुवा। अब त्यति चाहिँ नहोला सायद, 200 जति चाहिँ सारिन्छ होला यो पालि, फेरि अर्को पालि सार्नु पर्ला होइन। अहिले चाहिँ फेरि पुरा एकैचोटि सार्न सकिन्न नि त, जगाउनु पऱ्यो त्यसलाई, जगाउनलाई चाहिँ गाह्रो हुन्छ नि त। मलहरू हाल्नु पऱ्यो पुरै, त्यो चाहिँ गाह्रो हुन्छ। त्यही भएर चाहिँ अहिले चाहिँ हामीले त्यही 1-200 जत्तिकै बिरुवा रोप्ने भन्ने प्लान छ अहिले चाहिँ। पछि अर्कोचोटि गरेर चाहिँ पुरा चाहिँ 500 बुट्टा चाहिँ यहाँ जगाउने भन्ने चाहिँ प्लान छ हाम्रो साथीहरू। म चाहिँ तपाईँहरूलाई रोपेको यो चाहिँ अहिले चाहिँ कति टोटल गरेर 50 जतिको खनेवाला होइन खाल्टा, तपाईँहरूलाई चाहिँ पुरा खाल्टा खनेको अनि बिरुवाहरू रोपेको पुरै देखाउने छु भिडियो होइन। आजलाई चाहिँ यति साथीहरू, आजलाई चाहिँ यहीँ खतम गरौँ यो भिडियोलाई चाहिँ। म फेरि अर्को भ्लगमा चाहिँ देखाउने छु म तपाईँहरूलाई कस्तो अनि कति रोपेको सब देखाउने छु म तपाईँलाई अर्को भिडियोमा, हेरौँला होइन। सबै मिलेर म बनाउँछु, तपाईँहरूलाई देखाउँछु, हेर्नु होला भिडियोलाई चाहिँ लास्टसम्म साथीहरू।